न्यू ब्लग न्यू डे आज चाहिँ टपसँग उडिसक्यो। हजुरहरू सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। आज चाहिँ कस्तो मौसमको कुरा गर्नुपर्दा चाहिँ जाडो छ। हिजोको हेरी आजको चाहिँ के कारणले टपसँगले अङ्कल र दाजु चाहिँ टपसँगले पैसा म पछाडमा म पनि घर जाने नै छु। म किन लागेको टपसँगले उठिसक्यो, मैले टप पैसा उडिसक्यो फाइनली रूपमा। हामी चाहिँ टपसँगले फ्रेस छ टपसँग काम छ त। थाहा हुनुहुन्छ प्लान केही छैन होइन, दिनभरि बसो त्यस्तै छ, दिनचर्या यस्तै गरेर बित्दैछ। हजुरहरूको दिनचर्या के गरी बित्दैछ भनेर कमेन्टमा लेख्नु नबिर्सनु होला। टपसँग मेरो भिडियो अहिले टपसँग नास्ता चाहिँ टपसँग खानु भइरहेको छु होइन। अहिले टप उठेर अहिले चाहिँ त प्रायः ऱ्याप लगाइरहनु भएको छ क्या। फेरि यस्तो छ कि कमेडी अङ्कल चाहिँ फेरि के भनेको भनेर चाहिँ उता ऱ्याप ब्लग बनाउँदै त थाहा छैन क्या। अनि उता ब्लगमा बोल्दै यता बोल्दैछु अनि अङ्कल चाहिँ के भन्नु के भनेको टक्कसँगले देख्न सकिन्छ होइन। यता ठुलो घर छन् होइन, टक्कसँग उता चाहिँ यो त सानो छ नि, यो चाहिँ उता हाम्रो के भन्छ फर्निचर, यो चाहिँ होइन टक्कसँगले घाम लाग्यो, हल्का घाम आइरहेछ। जस्तो जाडो छ कि भने लगाइरहेको नि बोक्नु यहाँ राखेको छु पक्कले लग होइन। टक्कसँगले हिजो बेलुका बल चाहिँ फुटिसकेको थियो भने यहाँ राखेको थियो बलले लगेको छ क्या। बलै छैन बलले लगेको कहाँ भन्नु ल चोरी सकेन कस्तो यस्तो ठाउँ ए यहाँ चाहिँ चाहिँ म त बल हरायो भन्दै थिएँ। टक्कसँगहरू बल्यो यहाँ छ क्या, यहाँ छ। यसलाई चाहिँ डङ डङ्गे हालेर निक्लिँदैन बल्छ फुटिजाँदैन नि टक्क हालेर बल्छ होइन। बल फुट्यो दाजु, बल फुटेर साँच्चै फुट्यो हो। त्यहाँ दुलो चाहिँ परेछ कि होइन यहाँ ल ल ल ल घुम्नु गयो कहाँनेरिको रडमा उताको दाजु पहाडी होइन। हाम्रो रड चाहिँ टक्कसँगले यहाँ हुँदैन दाजु टक्कसँग यहाँ डम्मै गयो बल चाहिँ हाल्छ। हुन्न दाजु खुट्टा दुख्छ, ट्युब हाल्दा खेल्नुपर्छ। हजुर पाउँछ नि 50 रुपियाँ जति पर्छ होला। नो सेफ्टी भयो त्यो। अब ट्युब हालेर खेल्नुपर्छ मजा हुन्छ। अब हाम्रो कुरो चाहिँ ट्युब हालेर खेल्ने कुरो हुँदैछ। ल दाजु र कला देखाइदिनु। कला कस्तो देखाउनु दाजुको कला चाहिँ बगाल छ, देख्न सकिन्छ हामीले होइन। टक्कसँगले टक्कसँग हाम्रो सब्जी चाहिँ टक्क छ होइन, टक्क सागसब्जी छ होइन। टक्कसँगले देख्न सकिन्छ। टक्कसँग साग चाहिँ डढेको छ त्यो र है डढेको छ। त्यस्तै छ माछा चाहिँ साग चाहिँ डढिरहेछ। अब के त्यस्तो छ देख्छु काट्ने अवस्था खेर टक्कसँगले सब्जी यही छ। ठिक छ
मुसाउनलाई